यस्तो गरिदिएको छ नि त। ए ए ए ए ए ए ए एक्सिडेन्ट पनि भयो, यो हेर्न सक्नुहुन्छ। यति अलिकति एक्सिडेन्ट भयो। हेलो एभ्रीबडी, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईँहरूलाई धेरै 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 स्वागत छ साथीहरू। आज पनि म जाँदैछु ड्युटीतर्फ होइन। हेरौँ आजको दिन के कस्तो बित्नेछ, तपाईँहरूलाई म देखाउने छु है त साथीहरू। ल साथीहरू, फेरि पनि आजको राइड चाहिँ सुरु भइसक्यो साथीहरू, एकदमसँगले होइन, दामी तरिकामा हामी जानेछौँ दमकतर्फ। हेरौँ के कस्तो हुन्छ साथीहरू है। आज चाहिँ यो बाटो जानु पर्यो क्या, नयाँ बाटो नि। नयाँ त होइन, पुरानो हो, तर त्यस भिडियोको लागि चाहिँ नयाँ हुनेवाला छ। सधैँ उताबाट जानु परेको थियो, त्यहाँ माथि चोक निस्किने बाटै छैन नि त अहिले। हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ हाम्रो पहिलेको गाउँ हो। यहाँ चाहिँ धान काट्नु स्टार्ट हुनु थालेछ, धान काट्नु है। पागलले बनायो कस्तो ट्रेनिङ छ यार, यहाँ त जङ्गल लड्यो। हेर्न सक्नुहुन्छ साथीहरू, बिल्कुल रमाइलो गुन्द्रुङ गुन्द्रुङ पनि छ अलिअलि, फेरि केही छैन। अब हामी चाहिँ यहाँ निस्किनु हुन्छ क्या। अब हामी यता जाने हो, दमक चाहिँ यता हो। हेर्नुपर्ने हुन्छ पछि किच आइराखे कि नहीं आ रहा है तो भगाना परेगा। अब लुकिङ ग्लास त कसलाई हेरिरहेछ हौ, मलाई चाहिँ हेरेकै रहन्छ लुकिङ ग्लासले। अहिले हेर्ने बनाएँ मैले होइन, यसले पनि कसलाई हेर्दै रहेछ। कसलाई हेर्ने बनाएँ। ल ठिक छ, हेर्नुहोस् एकदम दमदार छ। आज चाहिँ शनिबार हो, केर्खाको बजार छ। अब ठिकै छ। यहाँ यो फुल भनेको दामी छ नि होइन, यताबाट खप्पर आएछ, अनि फुल त ओपर दामी छ। अब हामी पनि दामी नै छौँ। अब यी म जहिले यहाँबाट निस्किन्थेँ, अहिले यहाँ यस्तो गरिदिएको छ नि त। यस्तै भयो नि त। ल साथीहरू, म चाहिँ दमक पनि आइसकेँ होइन। अब आजको दिन चाहिँ यसरी अलिकति एक्सिडेन्ट पनि भयो, यो हेर्न सक्नुहुन्छ। यति अलिकति एक्सिडेन्ट भयो, सानोतिनो, तर खासै केही भएन साथीहरू। अब यस्तै भयो होइन। आजको भिडियो चाहिँ म यति नै राख्न चाहन्छु। तपाईँले कतिजनाले हेर्दै हुनुहुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है। धेरै धेरै माया छ दिलदेखि नै। र हुन्छ यति नै भन्दै यो भिडियो यति नै राख्दै म अर्को भ्लगमा आउनेछु। त्यतिन्जेलसम्मको लागि बाई बाई, लभ यु, टेक केयर है त साथीहरू। लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला है त।